गुड मर्निङ अल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु है। र सबैजनालाई मेरो भिडियोमा वेलकम छ। र आजको दिनको सुरुवात मेरो भइसकेको छ। आजको दिन चाहिँ मेरो अलिकति स्पेसियल छ है। आजको दिन कस्तो पाराले बित्नेछ, स्पेसियल डे हो मेरो। र कसरी बित्नेछ, के हुनेछ तपाईँहरूलाई यही भिडियोको माध्यमबाट देखाउनेछु। तपाईँसँग मेरो भिडियोमा बनिराख्नुहोस् होला। र अहिले चाहिँ म चाहिँ ड्युटी पनि आइसकेको छु है। आज चाहिँ म कुर्ता लगाएर आएको किनभने आज चाहिँ मेरो एकदम स्पेसियल डे हो। सो के हो त्यो चाहिँ म तपाईँलाई बादमा भन्छु फेरि है। र हेर्दै गर्नुहोस् मेरो भ्लग। गान्तोकमा चाहिँ पानी पर्नु थाल्यो अहिले है। कस्तो शीतल भइरहेको छ पानी परेर। अहिलेसम्म यस्तो डरलाग्दो घाम लागिरहेको थियो, अहिले पानी पर्दैछ। हेर्नुहोस् न, मजाले पानी परिरहेको छ अहिले चाहिँ। चाहिँ म रेडी पनि भइसकेको छु है। आज चाहिँ मेरो स्पेसियल डे किन हो भने आज चाहिँ मेरो बर्थडे हो है। र बर्थडेको सानो सेलिब्रेसन छ र कस्तो पाराले सेलिब्रेट गर्छ त्यो म तपाईँलाई यो भिडियोमा देखाउने छु। र म चाहिँ बर्थडेको लागि डेकोरेसन गरेको प्लेसमा पनि आइसकेँ। सबै स्टाफहरू आएर बसिराख्नु भएको रहेछ रेडी भएर है। अन्त त्यहाँदेखि मैले चाहिँ केक हेरेँ, केकहरू मजाले हेरेँ है। केक राम्रो लाग्यो, राम्रो राम्रो केकहरू ल्याइदिनु भएको रहेछ। खुसी लाग्यो केक देखेर मलाई है। त्यहाँदेखि त्यसको बादमा चाहिँ मलाई बहिनीले बर्थडे सेस लगाइदिनु भयो। मैले चाहिँ मजाले मिलाएँ त्यसलाई है। अनि त्यो मिलाएपछि यसो केक हेरेको, मलाई चाहिँ केकको फोटोहरू क्लिक गर्नु मन पऱ्यो। त्यहाँदेखि मैले भने मलाई मेरो फोन दिनुहोस् न, म भिडियो बनाउँछु भने मैले भिडियो बनाएँ। अनि यसो हेरेको त सबै स्टाफहरू फोटो क्लिक गर्नुको लागि रेडी हुनुहुँदो रहेछ है। त्यसको बादमा चाहिँ मैले केक कट गरेँ। केक कट गर्नेको बादमा चाहिँ मैले यसो सोचेको त मैले विस माग्नु बिर्सेछु है। त्यहाँदेखि चाहिँ मैले केक कट गरेर भए पनि विस मागेँ है। त्यहाँदेखि विस मागेपछि चाहिँ मेरो हस्बेन्ड त यहाँ हुनुहुँदैन। अब केक चाहिँ कसलाई खुवाउने भन्दा, किनभने मेरो लागि त सबै स्टाफहरू इक्वल हुनुहुन्छ। र मैले चाहिँ मेरो भाइ पनि मसँग ड्युटी गर्छ। अनि मैले भाइले बोलाएँ है। अनि भाइलाई मैले केक खुवाइदिएँ। भाइलाई चाहिँ ज्वरो आइरहेको थियो, फिभर भइरहेको थियो नि त त्यो टाइममा। त्यही सानो केक खुवाइदिएँ। अनि भाइले पनि मलाई केक खुवाइदियो है। अनि सबैजना एक एकजना गर्दै मलाई केक खुवाइदिनु भयो, खदाहरू लगाइदिनु भयो, गिफ्ट दिनुभयो है। अनि मैले पनि सबैजनालाई केकहरू खुवाइदिएँ। मैले यहाँ भिडियोहरू राखिदिएको छु, तपाईँले हेर्नुहोस् ल। र यहाँ चाहिँ मैले सर्ट स्पिच राखेको थिएँ है। मेरो सबै स्टाफहरू एकदम सपोर्टिभ हुनुहुन्छ। एज अ म्यानेजर सपोर्टिभ स्टाफ हुने एकदम ठुलो कुरा हो है। र सबै स्टाफहरूलाई मैले मोटिभेट गरेँ कतिवटा कुराहरूले है। अन्त मैले उहाँलाई थ्याङ्क यू सो मच पनि भनेँ, किनभने उहाँले मलाई एकदम स्पेसियल फिल गराउनु भयो। मलाई एकदम राम्रो पनि लाग्यो, यति राम्रो डेकोरेसनहरू गरिदिनु भएको रहेछ, खुसी लाग्यो है। र मैले थ्याङ्क यू सो मच भने सबैजनालाई। र मैले डेकोरेसन पनि देखाएको छु, एकदम राम्रो लाग्यो, भिडियो गरेको छु मैले है। यो डेकोरेसन चाहिँ मेरो स्टाफहरूले पनि गरिदिनु भएको। र मलाई डेकोरेसन पनि एकदम राम्रो लाग्यो, खुसी लाग्यो है। र यहाँ चाहिँ मैले स्मल गेट टुगेदर पार्टी दिएको थिएँ सबै स्टाफहरूलाई है। सबैजना इन्जोय गरिराख्नु भएको छ। मलाई पनि खुसी लाग्यो, किनभने उहाँहरूले आफूलाई कहिले पनि टाइम दिन पाउँदैन। अलवेज गेस्टलाई खुसी राख्नुमा बिजी हुन्छ है। त्यही भएर सबैजना आफ्नो आफ्नो तरिकाले
खुसी भइरहनु भएको छ डान्सहरू गरेर। मलाई पनि खुसी लाग्यो, मेरो बर्थडे पनि स्पेसियल भयो है। र अब चाहिँ म चाहिँ यहाँबाट निक्लिने टाइम भइसकेको थियो र मैले उहाँहरूलाई अब तपाईँहरू इन्जोय गर्नुहोस् भनेर म चाहिँ निक्लेँ है। Thank you so much for watching my video. I hope you all are enjoying it.